अँध्यारो कोठामा ऊ एक्लै बस्छ। भित्तामा टाँसिएको पुरानो सपना उसलाई चुपचाप हेरिरहन्छ। पेट भोकै छ, मन अझ भोकै। बाल्यकालदेखि नै उसले अभावमै हुर्किनु पर्यो। अरू खेल्थे, ऊ काम खोज्थ्यो। ऊ हाँस्न सिकेन, ऊ सहन सिक्यो। हरेक बिहान नयाँ सङ्घर्ष लिएर आउँथ्यो। हरेक रात आँसु लुकाएर सुत्थ्यो। मानिसहरूले उसलाई कमजोर भने, असफल भने, तर कसैले देखेन। ऊ भित्रभित्रै भत्कदै पनि उठिरहेथ्यो। बाबुआमाको सपना, आफ्नै अधुरो चाहना, सबै बोकेर ऊ अघि बढिरह्यो। कहिलेकाहीँ हारे जस्तो लाग्थ्यो, तर हार्न उसँग समय थिएन। समय बित्दै गयो, पीडा उसको शिक्षक बन्यो, अपमान उसको इन्धन। ऊ चुपचाप मेहनत गरिरह्यो,